मोटेलाको छोरा नि मेहनती छ नि त कान्छा छोरा बाउले चिने मलाई चिने त्यही भएर तिनीहरू सँगै बस्थे एउटै घरमा बस्थे त्यहाँकै छोरी उडाइदिएर उनीहरू चाहिँ तल सरेको त्यहीको छोरी उडाइदिएको सँगै बसेको थियो तिनीहरू सँगै पढे अनि त्यहाँ साथी साथी होला भन्ने यता कोठामा आमे ओरदोर गर्थे बोल्नु चाली गर्थ्यो त्यहाँ मोटिलालाहरू पनि त्यहीँ पुरा अर्कै रहेछ हिँड्दै हाले उठाएर अनि म त उडाइदिएँ त्यहाँबाट कोठा सरेको भन्छ एकपल्ट उहाँ माथि नदीको छोराले छोराले अहिले त कहिले त सँगै थियो छोरी उडाइदिएपछि उडाउँदा बोले उडाइदियो तर आफूले पेट पाल्न सकेन अर्को छोरीलाई के गर्ने मात्र उसले त आफ्नो ज्यान पेट पाल्न सकिहाल्यो अन्त नि त्यो मोटिलाको छोरा देख्छ मेहनती छ कि कान्छा चाहिँ पनि तर मान्छे त ठिकैको छ मान्छे त है त्यति राम्रो त छैन कान्छा छोरा त म देखेको छैन त्यो ठुलो उसको रामे सुनारको ज्वाइँ त मान्छे त ठिकै तर बेसरी मेहनती छ कि बोली बच्चा नि राम्रो छ उयो चाहिँ कान्छाको चाहिँ बुढी राम्रो थिएन त्यो पनि बुढी चाहिँ पनि राम्रो थिएन दुईटै यही बिहा गरिसकेको इन्डियन आएर नेपालमा बिहा गर्दै आज मोटिलाको त इन्डिया होइन भन्छ नेपालको कोही हो भन्छ त वीरगञ्जतिरको